धेरै महिनाको बाद म चाहिँ मेरो आमालाई भेट्नको लागि जाँदैछु। सो हाई एभ्रिवान, दिस इज मिसुकु, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मैले मिनी भ्लग स्टार्ट गर्नुको कारण चाहिँ मेरो आमालाई भेट्न जाँदैछु। सो त्यही कारणले चाहिँ मैले मिनी भ्लग स्टार्ट गरेको। थुप्रो भएको थियो मैले यसरी मिनी भ्लगहरू नबनाएको, किनकि यस्तो टाइमै थिएन मेरोमा। सो अहिले चाहिँ बनाउँदैछु, तपाईँहरू हेरिदिनुहोस् होला। सो म चाहिँ यहाँनिर सनस्क्रिन लाउँदैछु, एकदमै घाम थियो नि त, त्यही कारणले चाहिँ सनस्क्रिन लाउँदैछु। गरमको त के कुरा गर्नु, यस्तो घाम एकछिन बाहिर निस्किने बित्तिकै टाउको त झट दुख्ने खाले गरम क्या। सो म चाहिँ नक्कल पार्दै लाउँदै थिएँ सनस्क्रिन। म चाहिँ एकदमै खुसी थिएँ होइन, किन भन्दा चाहिँ अब यत्रो महिनाको बादमा चाहिँ आफ्नो आमाको अनुहार देख्नु पाउँदा चाहिँ कसलाई खुसी लाग्दैन। अनि त्यहाँदेखि म चाहिँ यस्तो खुसी थिएँ। सो म रेडी पनि भइसकिसकेँ, यहाँ नक्कल पार्दैछु। त्यहाँदेखि चाहिँ अब म यहाँबाट चाहिँ निस्किन्छु। मलाई कस्तो देख्दैछ तपाईँहरू कमेन्ट पनि गर्न सक्नुहुन्छ। खासै त राम्रो त देखेको छैन, मलाई याद छ, तर भए पनि सो मैले गाडी पनि पाइसकेँ। अब म जाँदैछु। अन्त मैले चाहिँ पेलिङमा पुगेर चाहिँ मेरो प्यारो डियरेस्ट पापाको लागि चाहिँ पान लगिदिएँ होइन। पेलिङमा चाहिँ भनिन्छ पेलिङको पान चाहिँ मिठो हुन्छ अरे होइन। सो त्यही कारणले चाहिँ मैले यहाँ पापाको लागि यहाँ सपबाट चाहिँ पान लगिदिएँ। सो यहाँनिर चाहिँ म जाँदैछु। यहाँ मेरो ब्यागमा चाहिँ मेरो मम्माको लागि सामानहरू मैले अनलाइन सपिङहरू गरिदिएको थिएँ। सो त्यही कारणले चाहिँ त्यो लगिदिँदैछु। अन्त त्यो अस्ति मैले टिमुरको अचार पनि बनाएको थिएँ नि, त्यो पनि पुऱ्याइदिएको मम्मीलाई घरमा। अन्त यहाँ राखेर चाहिँ अब कसले खाने पनि होइन, अन्त घरमा लगिदियो भने चाहिँ मम्मीहरूले खानु पनि हुन्छ। सो अब मेरो अनुहारबाटै देख्नु हुँदै होला म कतिको खुसी है, कतिको एक्साइटेड थिएँ टु मिट माई डियरेस्ट मम्मा पापालाई चाहिँ मैले बेलुकानिर मात्रै 4 बजीहरूतिर मात्रै भेटेको। सो मैले चाहिँ गेजिङ पनि पुगिसकेँ, हाट लागिरहेको थियो, सब्जीहरू बेचिरहनु भएको थियो। गाडीबाट निस्किने बित्तिकै बाहिर घाममा यसरी हिँडेको त अम्बो मेरो चाहिँ टाउको चाहिँ यस्तो दुख्नु थाल्यो कि, आँखाहरू दुख्नु थालेको क्या। अब पेलिङको जस्तो वेदर चाहिँ गेजिङमा हुँदैन। अब गेजिङमा घाम लागिरहेको छ भने अब पेलिङको मौसमको ठेगानै हुँदैन कि, पानी परिदिरहेको हुन्छ होइन। सो त यहाँ अब अलिक चिसो ठाउँमा बसेर चाहिँ यस्तो गरममा जाँदाखेरि चाहिँ एकदमै गाह्रो पर्छ नि त। सो यहाँ मेरो मम्मा चाहिँ ब्याङ्कमा बसिरहनु भएको थियो। अन्त यहाँ भाउजू मेरो मम्मा बसिरहनु भएको छ, बिचरा कति क्युट हुनुहुन्छ। सो मम्मीको यहाँनिर चाहिँ फर्महरू भरेर त्यो काम गर्नुपर्ने थियो अलिकति। सो मेरो पनि जाँदै मेरो पनि काम निप्टिहालेँ। सो यहाँनिर मम्मी म बसिरहेको छ। मम्मीको चाहिँ एक्चुअलमा हस्पिटल आउनु भएको थियो। अन्त हस्पिटलमा ब्लड टेस्टहरू गरेर पनि ब्यागमा बसिरहनु भएको थियो। यहाँनिर चाहिँ गएको कि सबैले मलाई फर्महरू भर्नु लगाएर अरूहरूको क्या, अन्त भरिदिएँ। अन्त त्यहाँदेखि मेरो पनि गरेँ काम। खास गरी चाहिँ मेरो काम चाहिँ केही थिएन, त्यहाँनिर गएपछि चाहिँ अन्त हुँदै रहेछ मेरो पनि त्यही ब्याङ्कमा। अन्त सबैले गर्दै थियो वाइ नट भनेर मैले पनि गरिदिइहालेँ नि त, गएको बेलामा घरि जानु पाउँदैन। अन्त त्यही भएर यहाँनिर जेरक्स गरेर जाँदैछु, फेरि ब्याङ्कै फर्किँदैछु। अन्त फेरि केही नखाइ गएको थिएँ, पुरा भोक पनि लागिरहेको थियो। अन्त मेरो मम्मालाई पनि भोक लागिरहेको थिएछ, किनकि अब ब्लड टेस्टहरू गर्नु फेरि त बिहान केही नखाइ गर्नुपर्छ नि त, त्यही कारणले। सो यहाँनिर चाहिँ म रेस्टुरेन्ट गएँ मम्मा र म खाजा खानुको लागि। यहाँनिर चाहिँ मेरो आउटफिट चेक गर्दैछु, म नक्कल पार्दैछु होइन। मलाई चाहिँ यहाँ कस्तो देखेको छ, केटा देखेको छ होला है, कमेन्ट गर्नुहोस् ल भनेर। यहाँ चाहिँ मेरो मम्माले सामान ल्याइदिएको थियो, त्यो देखाउँदै थियो होइन। अन्त त्यहाँदेखि यहाँनिर चाहिँ टिमुरको त्यो बट्टा पनि ल्याएर यसरी देखाउँदैछु। सो यहाँ मम्मी चाहिँ परनिर त्यो गीत बजाइरहनु भएको थियो नि त, त्यहाँनिर हेर्दै हाँसिरहनु भएको रहेछ त्यहाँनिर। सो मेरो मम्मी
र म कस्तो देख्छ हामी एउटै देख्छ नि हाम्रो फेस सेपहरू पनि यस्तै थियो मेरो मम्मी पहिला अझै के भन्छ हामी जस्तो हुँदा फेरि चाहिँ कस्तो राम्री हुन्थ्यो सो हामीले लन्चमा चाहिँ फ्राइड राइस चाउमिनहरू के खायौँ सो एकदमै फुड वाज सो गुड है यति मिठो थियो यति मिठो लागेको मलाई चाहिँ हो सो आफ्टर लङ टाइम मम्मासँग बसेर खाँदा पनि होला त्यो समय बाद मेरो मम्मासँग बसेर खाँदा मलाई त्यो फुडको स्वादै यस्तो फाल्टो थियो कि यस्तो मिठो भयो कि सँगै बसेर नखाएको नबसेको कति भएको थियो नि त सो त्यही कारणले यहाँनिर चाहिँ फ्रेस अप हुनुको लागि चाहिँ यहाँ मैले कोक खाँदैछु अन्त देखि आफ्टर दिस यो सकेर चाहिँ अब हस्पिटल जानुपर्ने थियो नि त मम्मीको त्यो रिपोर्ट आएको रहेछ ब्लड टेस्ट गरेको सो त्यही कारणले डक्टरलाई फेरि एकताल देखाउनुको लागि चाहिँ यहाँनिर हामी 5 नम्बरमा जाँदैछौँ सो यहाँनिर चाहिँ लाइन लागिरहेको छ मम्मीलाई बस्नु लगाएँ अन्त म चाहिँ लाइनमा बसेँ सो आफ्टर सबै सकेर चाहिँ मम्मीले चाहिँ मलाई भन्नुहुँदैछ आज घर गएर भोलि आउँदा हुन्छ त भन्दै थियो अन्त जान्दिनँ भने होइन अब फेरि एक दिनको लागि के जानु अन्त मलाई फेरि एकताल गएपछि फर्किन साह्रो पर्छ अन्त बिचरा मम्माले फर्की पाए गर्नुहुँदैछ अन्त म एक्लै यस्तो टाउको दुखिरहेको थियो अन्त एक्लै फर्केँ सो बाई बाई गाइस थ्याङ्क यू